हेलो गाइस, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी शङ्कर झर्न गएका थियौँ होइन। अनि हाम्रो यात्रा चाहिँ यहाँदेखि सुरु हुन्छ है। हामी चाहिँ एयरपोर्टको बाटो हुँदै गइरहेका छौँ। त्यसपछि हामी भ्यू हेर्दै जाँदैछौँ होइन। यहाँको भ्यू चाहिँ एकदम राम्रो देखिरहेको थियो कि हामी चाहिँ अहिले बसको छतमा बसिरहेछौँ नि त, त्यही भएर पनि पुरै एकदम राम्रो देखिरहेको छ। अनि यो हेर्नुहोस् न, ग्रिनरी एकदम राम्रो छ कि कस्तो राम्रो देखेको थियो, हामीहरूलाई एकदम मन परेको थियो होइन। साइडमा खोला छ अनि स्कुल पनि छ। अनि यो पुल चाहिँ कस्तो युनिकवाला पुल के, हामीहरूले फर्स्ट टाइमै देखेको होला होइन। यो चाहिँ एकदम राम्रो लाग्यो यो चाहिँ। अनि कस्तो रमाइलो भइरहेको थियो, साथीहरू यहाँ गीत गाउँदैछन् होइन। आजको चाहिँ मौसम पनि एकदम राम्रो थियो कि, मौसमले पनि हामीलाई एकदम साथ दिइरहेको थियो। आज चाहिँ हाम्रो गाडी चाहिँ यहीँसम्म जान्थ्यो होइन। त्यसपछि हामी चाहिँ खानेकुराहरू सामानहरू बोकेर चाहिँ यता गयौँ। यहाँ एउटा चौर थियो, त्यहाँ बसेर चाहिँ हामीले नास्ता गऱ्यौँ होइन। एकछिन हिँडेपछि चाहिँ हामीहरूले वाटरमेलन खायौँ। अनि एकदम थकाइ लागिसकेको थियो नि त, अनि एकछिन रेस्ट गऱ्यौँ। त्यसपछि हामीहरू फेरि हिँड्न थाल्यौँ। अनि फाइनल्ली हामी झर्ना पुगिसक्यौँ। हामीहरूलाई चाहिँ एकदम खुसी लागेको थियो कि झर्ना पुग्दा चाहिँ। हामीहरूलाई थाहै थिएन नि त कताबाट जाने भन्ने, अनि पुगिहाल्यौँ त्यही पनि। अनि त्यसपछि फोटो भिडियोहरू गरेर चाहिँ हामी फर्क्यौँ एकछिनमा। पानी पर्न लागिसकेको थियो, त्यसैले हामी छिटो छिटो फर्किँदै थियौँ होइन। फर्किँदैछौँ अनि बाटोमा चाहिँ हामीले एउटा चट्टान भेट्टायौँ कि, त्यो दुईवटा ढुङ्गा बिचमा चाहिँ हामीहरूले आगो फुक्यौँ होइन। त्यसपछि चटपट बनायौँ। हामी चाहिँ फर्किसक्यौँ गाइस। बाई 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 गाइस।